बरु मेरो ज्यान जाओस्, मेरो राजनीतिक जीवन समाप्त होस्, तर कर्णालीका जनताको पीडा म संसदमा उठाउँछु, छाती खोलेर उठाउँछु, चौडाका साथ उठाउँछु। सरकार कसको त्यसमा मलाई नदिनु छ नदिनुहोस्। सम्माननीय सभामा तपाईँलाई लाग्छ होला ज्ञानेन्द्र साईले मिठो बोलिदियोस्, माफ गर्नुहोस् म सक्दिनँ, किनभने म अभाव र बिर्दोहीबाट आएको मान्छे हो। म कसैको गुलामी वा चाकडी गरेर आएको होइन। मलाई गुलाम र चाकडी भाषा बोल्न आउँदैन। सम्माननीय सभामध्ये व्यक्तिगत जीवनमाथि तब मात्र आक्रमण हुन्छ जब शत्रु वा वैचारिक विपक्षी वैचारिक रूपमा पराजित हुन्छ। आज ममाथि भइरहेको व्यक्तिगत आक्रमण मेरो वैचारिक जितको उपज हो भन्ने मैले सोचेको छु। सम्माननीय सभामध्ये अराजक भयो अरे, अनुशासनहीन भयो अरे, स्तर कायम गरेन रे, अभिव्यक्ति सन्तुलित भएन रे, होस् पनि कसरी। सम्माननीय सभामुखज्यू, म एउटा 34 वर्षको युवा हुँ। एउटा 34 वर्षको युवामाथि परिवारले सम्म आत्महत्या गर्न बाध्य पार्ने गरी, दिदी बहिनी र नाता र गोताले स्वीकार नगर्ने गरी, घर र ससुरालीको ढोका बन्द हुने गरी, छिमेकीले आँखा तर्ने गरी डिफेक नक्कली यौन तथा अश्लील भिडियो मार्फत चरित्र हत्या हुँदा युवा अवस्थामा मैले दिएको अभिव्यक्ति अप्राकृतिक थिएन, प्राकृतिक र जायज थियो। तर त्यसबाट मेरा शुभचिन्तकहरूमा पर्न गएको असरप्रति म क्षमा प्राप्ति छु। सम्माननीय सभा महोदय, तर मैले त्यो उक्त सन्देशमा सिंहदरबार जलाउन जाउँ भनेको थिइनँ, जेल तोड्न जाउँ भनेको थिइनँ, निहत्या 20 जना मरिसके थप 30 जना युवालाई मार्नुपर्छ भनेको थिइनँ, नेपालले भारतको सिमाना मिच्यो भनेको थिइनँ। मैले त नेपालको संवैधानिक निकाय राष्ट्रिय मानवाधिकार आयोगले प्रमाणित गरी सरकारलाई बुझाएको प्रतिनिधिको जुन कुरा बोलेको हुँ, त्यसैले मेरो प्रयोग गरेका शब्दहरू जायज, यथार्थ र प्रमाणित विषयमा आधारित हुन्। त्यो भएर सम्माननीय सभा महोदय, म अपिल गर्न चाहन्छु, प्रतिपक्षको काम प्रश्न उठाउने हो, खबरदारी गर्ने हो। यतिसम्म संवैधानिक ज्ञान हामी सबैले हुनुपर्छ। म प्रतिपक्ष मात्र जितेर आएको होइन। सम्माननीय सभा महोदय, सरकारको मात्र म प्रतिपक्ष होइन, यो व्यवस्थाकै प्रतिपक्ष हो र यो व्यवस्था नै हुँदैन भनेर म खबरदारी गरिरहेको छु र गर्छु पनि। प्रश्न, प्रतिपक्ष बिनाको सरकार नुन बिनाको तरकारी जस्तै हुन्छ। गन्तव्यमा हिँडेको गाडी, सरकारको गाडीमा ब्रेक भएन भने गाडी दुर्घटना पर्छ। त्यसैले हामीले सरकारको ब्रेकको काम गरिरहेका छौँ। सरकार सही मार्गमा अगाडि बढोस् भनेर हामी सचेत गराउँदै खबरदारी गरिरहेका छौँ। यसलाई विरोध ठानिन्छ भने त्यो कदापि लोकतन्त्र हुन सक्दैन। यदि हामीले खबरदारी नगरेको भए स्वास्थ्य र शिक्षामा लगाएको 3% कर आज घट्ने थिएन। हामी अझै खबरदारी गर्छौँ। बिजुलीमा लगाएको मूल्य अवधि कर र लासमाथि लगाएको कर फिर्ता गर सरकार भन्छु। प्रतिपक्ष बिनाको सरकार कस्तो हुन्छ भनेर यदि हेर्न मन छ भने युक्रेनको सरकार हेरे हुन्छ। युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि जनताबाट निर्वाचित भएर आएका हुन्। जर्मनीका तानाशाह हिटलर पनि जनताबाट निर्वाचित भएर आएका हुन्। जब युक्रेन र जर्मनीमा प्रतिपक्षलाई समाप्त पारियो तब तानाशाहीको उदय भयो। लाखौं मानिसले ज्यान गुमाउनु पर्यो, राष्ट्र सङ्कटमा पर्यो, देशको नामो निशानसम्म मेटिने अवस्था आयो। आज हामी जस्ता प्रतिपक्ष युक्रेनमा नहुँदा 5 देखि 6 लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ। हुँदाखाँदाको